हेलो गाइज, वेलकम बैक टु माई च्यानल। आज हाम्रो घरमा को आछ हेर्नु होला। कपाल गर्दै हुनुहुन्छ। र गाइज आज हामीले दुई चारवटा भिनाजु हुनेवाला भिनाजुको फोटो देखाउँछौँ यिनलाई। Oh my god! हेर्नु है यिनलाई कुन मन पर्छ। हेर्नु गाइज, अब मैले यिनलाई देखाउँछु है। फर्स्ट नम्बरमा यहाँ हुनुहुन्छ। अब हेर्नु है यिनको रियाक्सन, मन पर्छ कि पर्दैन भनेर। यो हेर्नुहोस्, मन परेन? रुक्नु, नेक्स्ट देखाउँछु। हेर्नु गाइज, नेक्स्ट नम्बरमा यहाँ हुनुहुन्छ। र यो चाहिँ मन पर्छ होला। बेहोरा कस्तो छ भन्नुहुन्छ गाइज। र फेरि नेक्स्ट है, नेक्स्ट देखाउँछु है। बिहा गर्ने उमेर भयो, यहाँ देखाउनु पर्यो। हेर्नु गाइज, नेक्स्ट इज दिस। कति राम्रो हुनुहुन्छ यहाँ चाहिँ। ल हेर्नुहोस्, चिन्नु भयो रहेछ। गर्लफ्रेन्ड छ अरे, केमा लाइभमा देख्नुभयो क्या? कस्तो फ्यान हो यहाँको। र नेक्स्ट देखाउँछ है, नेक्स्ट। हेर्नु गाइज, लास्ट वान इज यहाँ हुनुहुन्छ। यो चाहिँ मन पर्छ कि पर्दैन? ल यो हेर्नुहोस्। ए यो त सुरु चड्डीमै वा वा, के छ यसमा यस्तो खुबियत? कहाँ एटिट्युड? अरू जोडी मिल्नेवाला छ। हेर्नु है गाइज, यहाँलाई मन पराइसकेपछि यिनले यहाँलाई। यहाँ हेर्नु, खालि टिकटकले गर्नु गरे युट्युब नचलाएर। अर्को भदैनीलाई यो मन पर्यो, यो मन पर्यो। यो के भन्नु अब? यिनीहरूको के भन्ने अब, के भन्ने भन्छन्। हेर्नु गाइज, के गर्ने अब भन्नु? सुन्यौ, जुन आफूलाई मन पर्यो त्यसैसँग बिहा गर्ने। कहिले हो बिहा? यो भ्लग हेर्छन् अनि आउँछन् माग्न यही। कैसा लगा मेरा मजाक? Day 2. हेलो गाइज, नेक्स्ट डे सेम ब्लग। आज चाहिँ हामीहरूले केही गरेर हैन, खासै त बसिरहौँ, टिकटक बनाहौँ, नक्कल पारेछौँ। हेर्नुहोस् यिनलाई। के गर्ने गाइज, के गर्ने ब्लगमा, भिडियोमा अलि आइडिया केही दिनु न। अलि हुन्छ नि यस्तो यस्तो। 2 hours later. गाइज, हामीहरू चनौटा जाँदैछौँ। अब मम्मीलाई गिफ्ट ल्याइदिनको लागि। यसले मम्मीलाई गिफ्ट किनिदिनलाई चाहिँ आफ्नो फुपूलाई। हेर्नु होला है कस्तो गिफ्ट किन्छन्। कस्तो गिफ्ट नै अब हामीले घर गएर सिधै देखाउँछौँ। ओके गाइज, हामीहरू चनौटा गएर गिफ्ट ल्याइदियो यसले मम्मीलाई। हेर्नु होला है अहिले रियाक्सन कस्तो हुन्छ। गाइज, हामी घर पुग्यौँ, मम्मी पनि ठ्याक्क आउनुभयो। अब हामीले ल्याइदिएको ऊ मन पर्छ कि पर्दैन? हेर्नु गाइज, हेर्नु यहाँ, यो अब मम्मीको अब गिफ्ट। हेर्नुहोस्, मन पर्छ कि पर्दैन? गाइजलाई पनि देखाउनु है, रियाक्सन राम्रो दिनुला। एउटा पागल कडाईवाला भन्नु छैन। यिनलाई थाहा थिएन, यिनले किनिसकिन्। अनि मैले बल्ल भनेको थिएँ मम्मीले अस्तिदेखि यो खालि कडाईवाला, मलाई यस्तो कडाईवाला जामिन हेर्न भन्दै मन नपर्दै छोड्दै आउन थियो। लास्टमा
कति छिटो मन परायो नि, कति छिटो बिलिङ गरे नि हिँडिहाल्यौँ। हेर्नु न, हामीले भए 10 चोटि हेरेको हेरै राम्रो छ कि नै। ल गाइज मन पर्यो रे, मन पर्यो। यिनको गिफ्ट मन पर्यो दिदीलाई। हेर्नु गाइज कस्तो देख्यो भन्नुहोस्। हेर्नु गाइज कति राम्रो देख्यो होइन। अब फिटिङ गराएर लाउनुहुन्छ अरे कि, अनि त यस्तै हो। हेर्नु गाइज भोलि घुम्न जाने हो कि नै? ल भए पहिला त्यही भनेर दिने भनेको त। भन्नु भोलि घुम्न जाने भए यो पाउनुहुन्छ, नत्र भर्खरै फिर्ता लैदिन्छौँ। हामी त जान्छौँ हिँड्दै हिँड्दै कसम। एकदम दामी छ। हेर्नु यो कलर मम्मीको थिएन, अब यही कलर पाउनुभयो, झन् मक्खा हुनुहुन्छ। अब आज होइन भोलि हामीलाई कहाँ घुमाउन लानुहुन्छ त्यो भन्नु भन, घुमाउन लैजान। हेर्नु गाइज अब यसले हेर्छ अरे। ल देखाइदिनु न मम्मी, यसलाई कस्तो लाग्छ, रियाक्सन दे है। पंखा बन्द गर्दा यहाँ मच्छरको टोल राम्रो हो मन छ दामी छ दामी। समीक्षा दिदीको चोइस। दुईलाई तेरो लागि फुल्की ल्याइदिन्छन्, खा। यसले खाना त खाएन, बिचमा निकालेर मम्मीलाई दे, बाबालाई दे। खानुहुन्छ बाबा? नाचिलाउँदै हिमालयमा छु। तँ कहिले के गर्यो? ल गाइज आजको लागि यति नै। मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद। बाई बाई, गुड नाइट।